हे एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। सो यो भिडियोमा चाहिँ मैले आफ्नो विकली बेसिसमा हेयर केयर रुटिनमा चाहिँ के गर्छु भनेर सेयर गर्न लागेको। अब यो रुटिन चाहिँ मैले किन सेयर गर्न लागेको भनेपछि डेलिभरी पछि चाहिँ मलाई एकदमै हेयर फल अब लगभग सबैलाई चाहिँ यो प्रब्लम हुन्छ नै होइन, एकदमै एक्सट्रिम हेयर फल हुन थाल्यो। अब मेरो मेरो त कपाल झन् अलि रफै छ अनि कर्ली पनि छ, त्यसरी अलिक गाह्रो हुन्छ म्यानेज गर्न होइन। अनि त्यो माथिबाट झन् हेयर फल हुन थाल्यो। अनि त्यसपछि के गर्ने भन्नेपछि चाहिँ म आई केम एक्रॉस दिस पर्टिकुलर ओइल, अनि यो ओइलले चाहिँ मलाई एकदमै हेल्प गरेको छ। अब रिसर्च गर्न थालेपछि चाहिँ मलाई यो ओइलको बारेमा थाहा भयो अनि मैले यो ओइल युज गर्न लागेको अलमोस्ट 5 to 6 मन्थ हुन लागिसक्यो। आई थिङ्क मोर देन द्याट हुन लागिसक्यो होइन। अनि मलाई एकदमै हेल्प गरेको छ यो कन्ट्रोल गर्नलाई। अनि प्लस मैले कन्ट्रोल त भइसक्यो होइन, अब जस्ट प्लस अब रिग्रोथ कसरी हुन्छ भनेर चाहिँ मैले रिसर्च गर्दा चाहिँ आई फाउन्ड वान मोर स्टेप, सो आई हेभ एडेड द्याट। अब त्यो चाहिँ म मैले के एड गरेको अनि म कसरी गर्छु भनेर चाहिँ म यो सेयर गर्छु यो भिडियोमा। सो विथआउट अ फर्दर डु लेट्स गेट स्टार्टेड। सो यो ओइल हो होइन, यो चाहिँ जिनाको थर्ड आई ओइल हो। सो यो ओइलमा चाहिँ डिफ्रेन्ट एसेन्सियल ओइल्सहरू चाहिँ मिक्स गरेर यो एउटा ओइल बनाएको हो। अनि यो चाहिँ एकदमै इफेक्टिभ छ। अब योसँग चाहिँ मैले एड गरेको भनेको यो डर्मा रोलर। सो डर्मा रोलिङ गरिसकेपछि चाहिँ हाम्रो स्क्याल्पमा चाहिँ हामीले ओइल लगाएपछि चाहिँ डिपली अब्जर्भ हुन जान्छ होइन। अनि त्यसले गर्दाखेरि चाहिँ त्यो हेयर ग्रोथ पनि प्रमोट हुन्छ अनि हेयर फल पनि कन्ट्रोल हुन्छ। सो मैले चाहिँ यो एड गरेको हो। सो म यो कसरी गर्छु भनेर चाहिँ म सेयर गर्छु है। सो हजुरहरूले स्टार्ट गर्नुहुन्छ भने 0.5 mm स्टार्ट गर्नु होला है। अलि पिन्च भएको चाहिँ फिल हुन्छ होइन, त्यस्तो त खासै दुख्दैन, अलिअलि मात्र फिल हुन्छ। अलिअलि यस्तो रिड हुन थालिसक्यो, हेर्न सक्नुहुन्छ। त्यो डराउनु पर्दैन। सो मेरो यो एरिया अनि यो एरियामा अलिक बढी छ, त्यसैले म यो दुईटा एरियामा गर्छु। हुन्छ, यहाँ पनि अलिअलि रेड भइसकेको छ होइन। मैले चाहिँ डर्मा रोलिङ गरिसकेँ। अब चाहिँ म यो ओइल अप्लाई गर्छु। सो यो एप्लिकेटरले गर्दाखेरि चाहिँ यो एप्लाई गर्न पनि एकदमै सजिलो हुन्छ। सो आई विल सो इट टु यु गाइज। हेयरको यस्तो तलपट्टि चाहिँ मैले कोकोनट ओइल युज गर्छु। सो यो जुवासबाट चाहिँ कोल्ड प्रेस्ड ओइल युज गर्छु म। यो पनि अलमोस्ट सकि नै आँटिसकेको छ। सो यो चाहिँ अब युज गर्छु है। सो यो एप्लाई गरिसकेपछि चाहिँ यो चाहिँ अब तपाईँहरूको इच्छा 3-4 घन्टा राखेर पनि धुँदा हुन्छ, नत्र ओभरनाइट राखेर धुँदा हुन्छ। म चाहिँ पर्सनली ओभरनाइट राख्छु अनि भोलिपल्ट चाहिँ स्याम्पूले वास गर्छु अनि कन्डिसनर लगाउँछु। या अनि त्यति हो मेरो हेयर केयर रुटिन। मैले चाहिँ कुन स्याम्पू लाउँछु, कुन कन्डिसनर लाउँछु, कसरी आफ्नो कर्ली हेयर मेन्टेन गर्छु, त्यो यदि इफ यु गाइज आर इन्ट्रेस्टेड देन यु क्यान कमेन्ट डाउन बिलो. So thank you so much for watching. See you in my next video. Bye bye.